48 घण्टा नसुत्ने ल हेरौँ अब यो च्यालेन्ज पनि कस्तो हुँदो रहेछ। लेट्स सी गाइज। बिहानको 9 बजिरहेको थियो, मैले च्यालेन्ज स्टार्ट गरेँ। 9 बजेदेखि 11 बजेसम्म मैले क्लास एटेन्ड गरेँ अनि त्यसपछि खाना खाएँ। खाना खाएर साथीहरूसँग घुमघाम र आँपहरू पनि खाएँ। त्यसपछि जिम गएँ। जिम सकाएर साथीहरूसँग बजारतिर लागे। आज बजारमा भिड त कुरै नगरौ, कति थियो कति न। एकछिन पछि बजारमै पानी पर्न थाल्यो। पानी रोकेपछि हामी घरतर्फ लागे। घर आएर एकछिन रेस्ट गरी अनि हल्का पढ्न थाले। पढाइपछि नास्ता गरेँ अनि खाना खाएँ। आजको रात मलाई सुत्नु थिएन, सो एकछिन 10 क्लासको बुकहरू हेरेँ अनि सोचे कि के गरौँ। तब आइडिया आयो कि आज 2वटा फिल्म सकाऊ भनेर। मोबाइल चलाउँदै चलाउँदा 12 बज्न थालेको थियो। मैले मुभी स्टार्ट गरेँ। एकछिन मुभी हेरेपछि निन्द्रा जस्तो लाग्न थाल्यो। मैले पानीले मुख धुए कि निन्द्रा नलागोस् भनेर। एउटा फिल्म सकिएपछि करिब 2 बजिरहेको थियो। अहिले पुरा शहर सुतेको छ, तर म एक्लै होला जुन यो शहरमा उठेर बसेको छु यहाँ। त्यो पनि तपाईको च्यालेन्जको लागि। केही छैन गाइज, म च्यालेन्ज पूरा गरेर नै छोड्छु। अनि त्यसपछि बाँकी रह्यो एउटा अझै मुभी, त्यो पनि हेरेँ मैले। अहिले 5 बज्नमा 20-30 मिनट बाँकी थियो र मैले मिस्टर बिस्टको लेटेस्ट भिडियो हेरेँ। फाइनली उज्यालो भएपछि म फ्रेस भएँ अनि दुध खाएर म पढ्न थालेँ। मलाई निन्द्रा र अल्छी लागिरहेको थियो, सो मैले मुख धुएँ ताकि निन्द्रा नलागोस्। पढाइ सकाएर मैले एउटा भिडियो बनाएँ। भिडियो हालेर हामी रोडतिर कफी किन्न गयौँ। हल्का उतै घुमघाम गरेर घर आयौँ। बेलुका भइसकेको थियो। नुहाएर म साथीहरूसँग गफ गर्न गएँ। रातमा खाना खाएर मैले न्यू भिडियोको स्क्रिप्ट लेखेँ। स्क्रिप्ट लेखेपछि म मुभी हेर्न गइरहेको छु। भेट हुन्छ अब 2 घण्टा पछि। मुभी सकाएपछि मोबाइलको चार्ज पनि सक्यो। मोबाइल चार्ज लगाएर म बिना कामको चिजहरूमा दिमाग लाउन थालेँ। केही बेर आफ्नो पुरानो बुकहरू पढेँ। मोबाइल चार्ज भएपछि म फेरि युट्युब भिडियोहरू हेर्न थालेँ। भिडियोजहरू हेर्दा हेर्दै 5 बज्यो। म एकछिन बाहिर बसेँ। फाइनली उज्यालो भयो। फ्रेस भएँ म अनि क्लास सुरु गरेँ। बट मलाई कमजोर र बोर जस्तो लागिरहेको थियो अनि मैले 1 लिटर वाटर र दुध खाएँ। त्यसपछि पढ्न बसेँ। पढाइ 11 बजे खत्म भयो र फाइनली 48 आवर कम्प्लिट भयो। अब चाहिँ म सुत्न जान्छु। आज दिनभरि सुत्छु र यो भिडियो भोलि अपलोड हुन्छ। बाई बाई, टाटा, टेक केयर।